हेलो साथीहरू, सञ्चारमै हुनुहुन्छ अनि कोले के गर्दै हुनुहुन्छ? हामी त गाउँ आएको साथीहरू अनि मामा घरमा छौँ। अनि मामा घरमा आउँदाखेरि अर्ग्यानिक चिजहरू म हजुरलाई देखाउँदैछु, हेर्नु होला लास्टसम्म। अनि यो चाहिँ कतिले त चिनिसक्नु भएको छ के हो भनेर, अनि नचिन्नेले हेर्नु होला भिडियो। यो चाहिँ अब लगभग दबाई हुन्छ, थोरै खाए पनि भिटामिन हो, शरीरको लागि राम्रो हुन्छ भन्ने गर्छ नि त। म पहिला खान्थेन, आजभोलि खाने गरेको साथीहरू। अनि पाउनु त बजारतिर पनि पाउँछ किन्न त, त्यही पनि गाउँमा आफैले मारेर बनाए जस्तो कहाँ हुन्छ त नि। अनि यसरी चाहिँ मामा अङ्कलहरू माछा मार्न जानुभएको थियो। अनि फर्किने बेला देख्नु भएछ र यसरी मारेर ल्याउनु भएको थियो। हेर्न सक्नुहुन्छ यति धेरै भएछ। अनि हामीले चाहिँ अब यसलाई बनाइसक्यो, अनि बनाएर त्यसपछि पकाउने भनेर अनि पकाउन सुरु गर्न लाग्यो साथीहरू। कोले कसरी पकाउनुहुन्छ, हुन त पकाउनु त अब आफ्नो स्टाइल हुन्छ नि त, त्यही भएर। अनि म त पकाएको होइन, मामाले पनि बनाउँदै हुनुहुन्छ। अनि यसलाई चाहिँ मजाले के अब बनाउनु पर्ने रहेछ, फेरि बेसी डढ्यो भने पनि मिठो नहुने। अनि कसरी बनाउने नजानेले त अब गराउने कुरै भएन। अनि मामाले चाहिँ जान्नु भएको छ नि त, अनि त्यही भएर मामाले चाहिँ मजाले भुट्नुहुन्छ यसलाई चाहिँ। हामी त खायौँ नि टन्नै, अब अर्ग्यानिक, त्यही पनि टन्नै भनेपछि धेरै पनि त खानु भएन। अनि दबाईको लागि, अब शरीरको लागि राम्रो हुन्छ, हेल्दी हो चिज भनेपछि। अनि हामीले चाहिँ सबैले खायौँ अलिअलि गरेर। अनि होइन नखाने पनि हुनुहुन्थ्यो, कतिले खानु भएन। अनि आधीले खायौँ, आधीले खानु भएन। साथीहरू हेर्न सक्नुहुन्छ यसरी चाहिँ, यसरी भुट्न चाहिँ मामाले भुटिराख्नु भएको छ। अनि त्यही भएर कसरी बनाउने रहेछ त्यो पनि भिडियो पनि गराऊँ भनेर चाहिँ अनि म चाहिँ भिडियो गराउँदैछु साथीहरू, हेर्न सक्नुहुन्छ। अनि यस्तो मजाले भुटिराख्नु भएको छ। अनि कतिले त जान्नुभयो होला, आफ्नो आफ्नो स्टाइलले बनाउनुहुन्छ होला। अब त्यही हो, मान्छे अनुसारले अब आफ्नो पकाउने स्टाइल पनि छुट्टै हुन्छ साथीहरू, हेर्न सक्नुहुन्छ। यस्तो भयो। अनि माथि धनिया राखिदिनु भएको छ। धनियाको टेस्ट त अब लगभग छुट्टै नै हुन्छ नि, यो राखेको नराखेकोमा धेरै फरक हुन्छ। फाइनली रेडी भयो। अनि यता आगोमा चाहिँ यो बोकेको सुकुटी बनाएर झुनाएको छौँ साथीहरू, हेर्न सक्नुहुन्छ। यो दुईवटा बोके काटेको हो, एक दिन आज अनि भोलिपल्ट गरेर दुईवटा बोकेको सुकुटी यति धेरै भएको छ। यसरी चाहिँ आगोमा मजाले सुकाउनु भएको छ। अनि यता फेरि बुङ्गुर बनाउँदै हुनुहुन्छ। यो बुङ्गुर पनि अर्ग्यानिक हो, गाउँकै, म त खाँदिनँ, अब अरूले चाहिँ खानुहुन्छ। अनि म चाहिँ भिडियो गराउँदैछु। अनि यसरी कति मजाले भुट्नु भएको छ, खाम जस्तो के, त्यही पनि पहिला खान्थेँ, अनि आजभोलि म खाँदिनँ। यो चाहिँ यो पनि अर्ग्यानिकै माछा है साथीहरू, यो चाहिँ मारेर ल्याउनु भएको थियो। अनि यो पनि अर्ग्यानिक हो, धेरैले चिनिसक्नु भएको छ, धेरैले खानु भएको छ साथीहरू। हस्, थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो।